सबैलाई नमस्कार। मेरो किचनमा स्वागत छ हजुरहरुलाई। फेरि पनि म अर्को नयाँ रेसिपी ल्याएर आएको छु। यसको लागि चाहिँ मैले यो खसीको भुटन हो, यो सेट नै ल्याएर आएको छु। आज म यो भुटन कसरी बनाउने भन्ने बारेमा तपाईलाई यो रेसिपी देखाउन गइरहेको छु। यो भुटनलाई चाहिँ पकाउनको लागि यो पानी चाहिँ मैले अगाडि नै उमालेको छु। यसको लागि म यसलाई उमाल्दै छु। पानी चाहिँ अलि धेरै भएछ, ओभरफ्लो हुन्छ, फेरि निकाल्नु पर्छ पानी। यो पानीको लागि पानी चाहिँ अलि बढी भएछ, त्यही भएर म निकाल्दै छु। यो बेसार अलिकति एड गरेको छु मैले, अलि अगाडि हाल्नु पर्ने हो, मैले बिर्सेछु। थोरै नुन एड गरेँ मैले यसमा। यसरी यो भुँडीको सेट पाकिरहेको छ। यो त खोल्दै हेर्दै पल्टाउँदै गर्नुपर्छ हामीले यसलाई, नत्र भने एकै ठाउँमा मात्र पाकिरहेको हुन्छ। त्यसरी पल्टाउनुपर्छ यसलाई। फेरि छोप्दैछु मैले यसरी। यता साइडमा छोरीले आज बिहान माछा मारेर ल्याएको थियो, 3टा जति। आफैले ल्याएको, आफैले नै साँधेर उसले बनाउँदैछ। कस्तो लागिरहेछ त रोयल? एकदम राम्रो लागिरहेछ। अब के भन्नु म। यसरी हाम्रो यो भुटन रेडी भइसकेको छ, पाकिसकेको छ। अब यसलाई म ग्यास अफ गरिदिन्छु। अब यसरी म चिसो पानीमा यसलाई फेरि एकचोटि धुन्छु। यसरी म यो भुटनलाई अब पिस पिस बनाएर काट्छु, मिडियम साइजको। यसरी म यो आन्द्रालाई पनि काटिरहेको छु, सानो सानो पिस गरेर। यसरी मैले यो सेट, भुँडीको सेटलाई चाहिँ काटेर रेडी गरिसकेको छु। अब म फ्राई गर्छु। यसको लागि तेल राख्छु। यसमा आफै बोसो हुने भएकोले तेल धेरै आफै निस्किन्छ, त्यही भएर थोरै तेल राखेको छ। यसरी अब यो तेजपत्तालाई चाहिँ मैले हाल्छु। तेजपत्ता हालिसकेपछि यसलाई चाहिँ म हल्लाइदिन्छु। यसलाई चाहिँ मजाले म चलाउँछु। पकिरहेको छ है यसरी। यसरी यसलाई मजाले भुट्नुपर्छ। भुटिएको चाहिँ छैन, फेरि छोपी पकाउनुपर्छ यसलाई। यसरी यसमा म प्याज हाल्छु अहिले। यतिको भुटिसकेपछि अब यसमा म मसला राख्छु। यो मसला राख्नलाई चाहिँ रेडी भएको छ। यो बेसार, धनियाको पाउडर, जिरा धनियाको, यसमा चाहिँ
लङ सुक्मेनको धुलो हो यो। त्यसरी यो अलिकति मिट मसला चाहिँ राख्छौँ म। यो लसुन अदुवाको पेस्ट हो। यो चाहिँ खुर्सानी यति राखिसकेपछि यसलाई म चलाउँछु लाग्ने गरी। यसरी मजाले सबैतिर लाग्ने गरी मजाले यसलाई गर्नुपर्छ। एकचोटि छोप्ने। अब यसरी यो पाकिसकेको छ। यो जब पड्किने आवाज आउँछ त्यसपछि यो भुटिएको घाम पुग्छ। यो पाकिसकेको छ। अब ग्यासलाई म अफ गर्छु। यसरी म बाउलमा चाहिँ ट्रान्सफर गर्छु। मजाको खङ लाग्दो भइरहेछ। यसरी यो भुटन चाहिँ रेडी भयो। यो तपाईहरुले चिउरासँग खाजा सेटसँग सबैसँग खान सक्नुहुन्छ। ल आफ्नो फ्यामिलीसँग तपाईहरुले पनि यसरी बनाएर इन्जोय गर्नुहोस्। म अर्को भिडियो ल्याएर तपाईको माझमा आउने छु। आजको लागि यति नै हो।